हेलो मान्छेहरू, तपाईहरुलाई आज फेरि पनि मेरो सानो ब्लगमा स्वागत छ है। आज चाहिँ म चाहिँ टक्कै है मेरो अब यो मेरो काम गर्दाखेरि चलाउने सामानहरू सबै म सफा गर्दै राख्दैछु है। तपाईहरुले सोच्नु हुँदै होला किन सफा गर्दैको, आज चाहिँ यसले चाहिँ यस्तो सामान सफा गरेको चाहिँ किन देखाउँदैछ भनेर सोच्नु हुँदै होला है। भोलि चाहिँ तपाईहरुले पनि बिर्सेर बस्नु भएको होला घरमा आनन्दले। भोलि चाहिँ विश्वकर्मा परेको छ है साथीहरु। विश्वकर्मा पूजा रहेछ, मलाई पनि थाहा थिएन। मलाई एकजना साथीले भनेर चाहिँ मैले पनि चाल पाएँ नि त। त्यसले गर्दा चाहिँ टक्क भिडियो बनाउँदै यहाँसम्म पुस्दै बसेको गाइस। अब भोलि चाहिँ विश्वकर्मा पूजा रहेछ। आज नै यिनीहरूलाई चाहिँ सिङ्गार पट्टर मजाले सफा गरेर भोलि चाहिँ मजाले यिनीहरूलाई सिङ्गार पट्टर गरेर चाहिँ पूजा गर्नुपर्छ गाइस। वर्षमा एकखेप चाहिँ यिनीहरूलाई पूजा गर्नै पर्छ। किन भन्दा यिनीहरूले गर्दा हाम्रो घरहरू चलिरहेको छ हैन। यिनीहरूले गर्दा अब हामीले खानु पाइराखेको छौँ। त्यसले गर्दा चाहिँ यिनीहरूलाई पनि वर्षमा एकखेप मजाले पूजा गर्नुपर्छ। अनि हामीले चलाउने हतियारहरू भयो, यी दाउरा घाँस काट्नुपर्छ। यिनीहरूलाई पनि यसरी पुसेर मजाले टल्काएर राख्नुपर्छ क्या आज चाहिँ। भोलि चाहिँ अन्त टक्कै बिहानै उठेर गएर कहाँ पूजा हुँदैछ त्यहाँनिर टक्कै सामान पूजा गरेर टीका सिका ल्याएर टक्कै टालेर यिनीहरूलाई भोलि चाहिँ पूजा गर्ने दिन हो। तपाईहरुले पनि बिर्सिनु भएको होला भोलि त विश्वकर्मा पूजा भनेर। मैले हल्का आज भिडियो बनाएर याद दिलाइदिएको छु है गाइस। तपाईहरुले पनि सामान सफा गरेको छैन भने आजै सफा गरिराख्नुहोस्। भोलि तपाईहरुलाई पूजा गर्नु सजिलो हुन्छ विश्वकर्मा पूजाको दिन। र यति नै भन्दा मेरो सानो छोटो ब्लगलाई चाहिँ यतिमै राख्दैछु है। बाई बाई।